पोखराबाट हामी बिहान चाहिँ है 8 बजीतिर यहाँबाट ऐसेलु खाने कार्यक्रम छ 7 बजे नै गएको थियौँ। बागलुङमा पुगेर हामी बागलुङबाट पनि कुसमिसेर जाने बाटोमा चाहिँ एउटा ऐसेलुको झाङ देखेपछि अर्गानिक चिज पनि हो। मनले मानेन ऐसेलु टिपेर खानलाई हैन। यस्तो खाना कहाँ पाइन्छ? फाइनली हामी चाहिँ ऐसेलु खानलाई त्यहाँ लागिरहेका छौँ साथीहरू। यसको काँडा फेरि यति राम्रो हुन्छ कि ट्याक्कै माछालाई त्यो हुक राखे जस्तो हुन्छ हैन। समाते छाला सर्लकै लयो नि त लयो ल। अहिले हामी बागलुङमा कुसमिसेरा जाँदैछौँ हैन बाबु? सन्देश भाइ र म यहाँ कहाँ हो देखेको ठुलै झुप्पा यार। फाइनली चाहिँ फला छ पहेँलै। यो धुलोले गर्दा अलिकति रहेछ क्या।